चढ्यो नाच्यो हामी चाहिँ आज नुवाकोट माथि सूर्य चौरतिर यसो लोकल खानी भनेर आइरहेछौँ है रमाइलो गर्ने भनेर हामी सबजना छौँ के रमाइलो हुन्छ अब हामी देखाउँछौँ ल हाई गरिदियो हाई गरिदियो लिची जुस चना बियर पार्टी छना पार्टी खै भाले हाम्रो भाले चाहिँ यहाँ रेडी हुँदैछ नाङ्गे बनाइदिनु भएको छ हाम्रो यो चाहिँ फ्रिज हो फ्रिजमा हाम्रो खानेकुराहरू चिजहरू चाहिँ चिसो कुखुरा नाङ्गे भइसक्यो यसलाई काटेर खानुपर्छ अहिले तिम्रो नाम के हो विकास के हो थियो दुईजना हिँ गरिदेऊ हाम्रो दाइले चाहिँ विशेष कुखुरा बनाउँदै हुनुहुन्छ ल कुखुरा चर्याप्प पारेर झिरिप्प पारेर खानुपर्ने हुन्छ गाउँको लोकल कति पर्यो दाजु यसको पर्यो हजुर 3000 जति पर्यो ल 3000 मा ड्याङ्गा लाएर भुतालेर यसलाई व्यवस्था गर्दैछौँ तर यसको त घाँटी ठुलो रहेछ हो धेरै खाएर चाहिँ के अहिले त है लोकल स्टाइलमा पकाइन्छ यसलाई यो चाहिँ यताको लोकल हो खानु मन लाग्छ नि भन्नु होला है लोकल पनि व्यवस्था हुन्छ यहाँ हाम्रो चाहिँ बबाल रमाइलो हुँदैछ बड्का के एकदम विशेष हुँदैछ मौरी र जुकाले मान्छेलाई नि टोकिसकेको अवस्था छ अहिले पिचको जुस सकिसकेको अवस्था पछाडिको पहाडको भ्यू अनि तपाईहरु घर त काठमाडौँ मान्छे आए मात्रै मान्छे आउँछ एकान्तमा यहाँ चाहिँ रिजोर्ट पनि बन्दैछ यो चाहिँ रिजोर्ट है अब बिस्तारै उसको ओपनिङ हुन्छ भविष्यमा लोकल काँक्रो छ यो काँक्रोलाई टिपेर खान पाए मजा आउँथ्यो भन्यो तर यति सानो त के खानु हो मुस्ताङको आलु है भेजहरूलाई मुस्ताङको आलु काँक्रो चोर है यो चाहिँ यसले काँक्रो चोर लुकी हामीले चाहिँ अर्को चोरेर खाइसक्यौँ है आरो तिमी काँक्रो चोर हो हाम्रो मासु लगभग रेडी हुन लागिसक्यो मासु के छ रेडी हो ठुलो खसी नि खाने हो ठुलो खसी नि रेडी हुँदैछ हाम्रो लोकल चाहिँ रेडी भइसक्यो ल खाम है ल लिग लोकल भाउजूले दुईजना चाहिँ लैजाने कुरा भइरह तामाङको बच्चाहरू बाहिर पानी पर्दैछ यहाँ लोकल खाँदैछौँ है सबजनाले त्यो चाहिँ अलिक ठुलो खसी हो त्यो लोकल हो अब आउँदैन बोका खाने
बोका काट्ने बोका काट्ने को पानी परिरहेछ अब कसरी जाने हो घर झरी परे जस्तै भयो यो दसैँमा यस्तो पानी परिरहेछ यो चाहिँ भ्यू सूर्य चौरती त्यो हो है त्यो एरिया सूर्य चौरसी पार्टी सक्यो बाटो यस्तो छ कसरी जाने हो थाहा छैन बाटो यस्तो बिजोग छ यस्तो बनाया जाने भरि मात्रै भयो यस्तो बाटो छ हैन हामी चाहिँ अहिले चढ्यो भाइ मान्छे खतम छ हैन उता अगाडि उ त्यो बाटोमा छ उता अगाडि छ चौरको बाटो होइन लास्टै तनाव छ धेरै दौड्यो बाइक नाचेको होइन यस्तो नाचेको हिँड्नु छ अरे बुवा यस्तो छ बाटो बाइकको हालत यस्तो लास्टै चिप्लो बाटो चाहिँ उताबाट आएको हो हालत पुरै चिप्लो छ काठमाडौँ भ्याली चाहिँ यहाँबाट देखिन्छ काठमाडौँ भ्याली चाहिँ देख्न सक्नुहुन्छ काठमाडौँ भ्याली हो अझै यो बाटो छ है अझै त्यो डाँडानिर चाहिँ त्यहाँनिर चाहिँ लास्टै अप्ठ्यारो छ बाटो आजको भ्लग चाहिँ म यही सनसेट भएसँगै इन गर्छु के बाई अर्को भ्लगमा फेरि भेट्नेछौँ सी यू द टक